नमस्ते साथीहरू, आज पुस 21 गतेदेखि विजय लघु वित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गरेको छ र त्यसै गरी यस कम्पनीले किन एफपीओ निष्कासन गरेको हो र यस कम्पनीले प्रति किता कति रुपैयाँ अंकित दरमा एफपीओ निष्कासन गरेको छ र त्यसै गरी यस कम्पनीले जम्मा कति किता एफपीओ निष्कासन गरेको छ र यस कम्पनीले निष्कासन गरेको एफपीओ जम्मा कतिजना लगानीकर्ताहरूले प्राप्त गर्ने भएका छन् र त्यसै गरी यस कम्पनीले निष्कासन गरेको एफपीओमा आवेदन दिने अन्तिम मिति कहिले रहेको छ र हामीहरूले यस कम्पनीले निष्कासन गरेको एफपीओमा कति कितादेखि कति कितासम्म आवेदन दिन पाउने भएका छौं र त्यसै गरी यस कम्पनीको ईपीएस बुक भ्यालु र यस कम्पनीको रेटिङ कस्तो रहेको छ यी सम्पूर्णको बारेमा तपाईहरुलाई जानकारी गराउँछु। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। त्यसै गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाट हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार मंगलबार बिहान 11 बजे बाँडफाट हुने भएको छ र यस कम्पनीको आईपीओ भने वैदेशिक रोजगारमा रहेका लगानीकर्ताहरु मध्ये 6896 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताका दरले शेयर हात पार्ने भएका छन् भने बाँकी लगानीकर्ताहरूको हात भने खाली हुने भएको छ। अब यस कम्पनीले दोस्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्कासन गर्ने भएको छ भने अबको 1 हप्तादेखि 10 दिनभित्र भने यस सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्कासन गर्ने भएको छ र त्यसै गरी आजदेखि एफपीओ निष्कासन गरेको विजय लघु वित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने अन्तिम मिति भने पुस 24 गते रहेको छ। यस कम्पनीले 4,66,81,700 रुपैयाँ बराबरको प्रति किता 100 रुपैयाँका दरले 4,66,817 किता साधारण शेयर भने निष्कासन गरेको छ र यस कम्पनीले निष्कासन गरेको एफपीओमा न्यूनतम 10 किताका लागि आवेदन दिन पाइने भएको छ भने अधिकतम भने 1000 कितासम्म आवेदन दिन सकिने भएको छ र त्यसै गरी यस कम्पनीले किन एफपीओ निष्कासन गरेको हो त भन्दा सर्वसाधारण शेयर धनीहरूको स्वामित्व भने 70:30 कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो र यस कम्पनीले निष्कासन गरेको एफपीओ 46,681 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताका दरले एफपीओ हात पार्ने भएका छन् भने बाँकी लगानीकर्ताहरूको हात भने खाली हुने भएको छ र त्यसै गरी यस कम्पनीको रेटिङको कुरा गर्ने हो भने यस कम्पनीलाई इग्रा नेपालले इग्रा एनपी क्यूआर रेटिङ बी द रेट प्रदान गरेको छ र त्यसै गरी यस कम्पनीले बिक्री प्रबन्धकको रूपमा भने एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्पा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्पा प्रणाली मार्फत आवेदन दिन सकिने भएको छ र त्यसै गरी यस कम्पनीको ईपीएस अर्निङ पर शेयरको कुरा गर्ने हो भने 17.19 रहेको छ भने बुक भ्यालु 169 रुपैयाँ 93 पैसा रहेको छ र यो कम्पनी दोस्रो बजारमा कारोबारमा आउँदा यस कम्पनीको ओपनिङ प्राइस भने 169 रुपैयाँ 93 पैसादेखि यसैको 3 गुणाले हुनाउने 509 रुपैयाँ 79 पैसासम्म यस कम्पनीले पहिलो कारोबारको ओपनिङ रेन्ज पाउने देखिन्छ र त्यसै गरी यस कम्पनीको 10 किता एफपीओ प्राप्त गर्नुहुने लगानीकर्ताहरूले भने यस कम्पनीको 10 किता एफपीओबाट न्यूनतम भने 10,000 सम्म नाफा कमाउने देखिन्छ र त्यसपछि भने यस कम्पनीको शेयर मूल्य बढ्दै गयो र यस कम्पनीले सर्किट हान्दै गयो भने त्यो भन्दा बढी पनि नाफा हुन सक्ने सम्भावना रहेको छ। अहिले पछिल्लो समयमा आईपीओ निष्कासन गरेका हाइड्रोवर कम्पनीहरूको शेयर मूल्य भने 7,000 देखि 10,000 सम्म पुगेको हामीले देखेका छौं भने यस कम्पनीको शेयर मूल्य पनि न्यूनतम भने 10,000 त पुग्ने नै छ र त्यसपछि पनि यस कम्पनीको शेयर मूल्य बढ्दै गएपछि भने यस कम्पनीको शेयर मूल्यबाट 10,000 भन्दा बढी पनि नाफा कमाउन सक्ने सम्भावना रहेको छ। हस्त साथीहरू, आजको भिडियो यति नै रहेको छ। आउने दिनमा नेपाल शेयर बजार सम्बन्धी यस्तै नयाँ जानकारीहरू थाहा पाउन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।